सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी जाँदैछौँ क्याम्पिङ। सो हामी क्याम्पिङ कहाँ जाँदैछौँ रे दिदी? सिनिक स्टेट पार्क मिनिसोटा हो हैन? मिनिसोटामा। र मेरो साथमा हुनुहुन्छ द वान एन्ड ओन्ली दीपिका थापा एन्ड शिव सापकोटा, आवर ड्राइभर अफ द डे। अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ, हेर्न सक्नुहुनेछ सिन। अनि आइ एम सो एक्साइटेड, दिस इज माई फर्स्ट क्याम्पिङ। म अहिलेसम्म जङ्गलमा बसेको छैन। अनि हेर्नुहोस् त्यहाँ ट्रेनको नजारा, दर्शकबिन, वाउ! यस्तो यस्तो दृश्य हेर्दै गर्नु होला र मेरो भिडियोलाई फुलसम्म हेरेर मलाई सपोर्ट गर्नु होला। धन्यवाद। सो तपाईँहरू हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ, तर हामीलाई पछ्याउँदै पानी पनि आउँदैछ। सो पानी परेर यस्तो छ अवस्था। अब हामी एकदम टेन्सनमा छौँ कि अब हामीले त्यहाँ गएर कसरी सेटअप गर्ने। आज दाइहरूको बारबिक्यू गरेर खाने प्लान थियो, तर यो पानीले गर्दाखेरि त्यसमा अलिकति समस्या हुन सक्छ जस्तो छ। त्यही भएर पानी सकिन्छ भन्दै हुनुहुन्छ हाम्रो शिव दाइ, किनभने पोलेर मासु खान आतुर हुनुहुन्छ उहाँ। त्यसको साथमा मिठो मुस्कान दिँदै उहाँको धर्मपत्नीले के भन्न चाहनुहुन्छ? खै अब जे खान मिल्छ त्यही खाइन्छ हामीहरू। कत्रो बडा पानी परेको, हे भगवान! जिन्दगीमा काम गर्ने जाति हो, काण्ड हो जाता आयो भने अस्ति हेर्नु यहाँ फर्स्ट टाइम क्याम्पिङ जान लागेको पानी भयो। अस्ति श्रेया जहाँ गयो पानी त्यतै ल्याउँछ श्रेयाले। अस्ति त्यो हाम्रो म्युजिक फेस्ट जस्तो भएको थियो, श्रेयाको छुट्टी भएको थियो, त्यो त्यसमै पानी पर्यो। अब आज फर्स्ट टाइम क्याम्पिङ जाँदैछ। पानी पानी हो गई। Stay tuned guys, अब हामी कसरी सेटअप गर्छौँ हाम्रो स्ट्रगलहरू हेर्नलाई हामीसँग बनिरहनु होला। सो हामी चाहिँ आइसकेको छौँ सिनिक स्टेट पार्क होइन। अनि हाम्रो यहाँनिर शिव दाइले गरिदिनुहुन्छ यो आइसलाई लोड गर्दै हुनुहुन्छ, काठहरूलाई उडहरूलाई। किनभने त्यो धुलो झर्छ कि यसको। यहाँ छ हाम्रो उडहरू। हामी काठ बोक्छौँ अनि गेट ब्याक टु यु गाइस। सो हामी चाहिँ पुगिसक्यौँ अलमोस्ट। मेरो फोन दिदीको हातमा छ। तपाईँहरूलाई यो नजारा देखाउनको लागि मैले दिदीलाई दिएर आफू किन कष्ट गर्नु भनेर। कति राम्रो छ हेर्नु। हाई गाइस, सो हामीहरूको टेन्ट चाहिँ सेटअप भइसकेको छ। अनि यहाँ छन् गाइजहरू, कसैले काटकुट गर्दैछन्, कोही रमाइलो गर्दैछन्, कोही भर्खर टेन्ट सेटअप गरेर आफ्नो कोठा होइन टेन्ट मिलाएर आछन्, कोही यहाँ मासु रेडी गरिदिनुहुन्छ। म यहाँ चटपटीको लागि प्याज काट्दैछु। चटपटी बनेर रेडी भइसक्यो एज यु क्यान सी गाइज। यस्तो छ जङ्गलको चटपटी। हाहा, लुक एट एभ्रीवन, लुक एट मी। शिव दाइको मुख टल्किरहेको छ। गाइज तपाईँ हेर्न सक्नुहुन्छ फेरि पानी पर्न थालिसकेको छ। हाम्रो बिजोग हुँदैछ यहाँ, हाम्रो बिजोग हुँदैछ पानी परेर। यस्तो रमाइलो गरिरहेको थियौँ, इन्द्रदेवलाई के भयो भगवान्, पानी परिहाल्यो हे भगवान्। यहाँ चाहिँ किरोले हाम्रो बारबिक्यू गर्दैछ, भेजिसहरू। अनि यहाँ चाहिँ गोलु छ, अनि यहाँ चाहिँ मासु, अनि भर्खर पानी परेर रोक्यो। अनि अब चाहिँ हामी फेरि कन्टिन्यू गरिरहेछौँ।
यहाँ चाहिँ हामी सबैजनाले आफ्नो आफ्नो सानोतिनो स्टोरीहरू सेयर गरिरहेको थियौँ अनि यहाँ दिदीले गर्दैन हुन्छ अहिले चाहिँ है यो चाहिँ बाहिर चाहिँ शिव दाइ र दिदी न भयो कि बेबी नखोल नि त्यहाँ शिव दाइ र दिदीको टेन्ट छ म मच्छर चिरो ये भगवान् के गरे होला यस्ता आतंककारीहरू राति बाह्र गरेर बसिरहन् हाई गाइज गुड मर्निङ भोलि बिहान भइसक्यो र हामी उठिसक्यौँ आजको वेदर हेर्दा चाहिँ एकदम राम्रो छ अनि यहाँ मलाई जिस्काउँदैछन् बाहिरबाट अब हामी जाँदैछौँ फ्रेस हुनलाई अनि त्यसपछि I'll get back to you guys मेरो टेन्ट म देखाउँछु अब त्यहाँनिर दिदी सुतिरहनु भएको छ त्यहाँ दिदीहरूको टेन्ट छ पानी परेर अलिकति हिलो हल्लो भएको छ तर एभ्रिथिङ इज फाइन इनसाइड रमाइलो छ ल यहाँ चिया बन्दैछ अनि हामी सबै वाटरमेलन खाँदैछौँ वाटरमेलन बेबी के भन्ने गीत छ नि सो यहाँ चिया छ अनि यहाँ चाहिँ छ हाम्रो खोर्सानी अनि मफिन अनि हामी गर्दैछौँ ब्रेकफास्ट अब हामी यसपछि के गर्नेछौँ हाम्रो धेरै प्लान छ आजको अनि अब हामी अनि यहाँ हुनुहुन्छ हाम्रो द प्यारो कपल ल हामी के गर्छौँ यस पछाडि तपाईँहरूलाई मेरो अनुहार हेर्न मन लागेको भए चाहिँ म यस्तो देखिएको छु बिहान बिहानै एकदम ग्रम्पी खालको लुकमा छु तर म ग्रम्पी चाहिँ भएको छैन अनि नो मेकअप रे विदाउट मेकअप पनि मान्छे राम्रै हुन्छ दिदीहरूको गाडीको ब्याट्री लो भएर यहाँ दाइहरू फेरि गर्दै हुनुहुन्छ ब्याट्री हावा भरिदिन्छ जम्प गर्दै हुनुहुन्छ चिन्तित हुनुभएको थियो दिदी यहाँ हिरो छ यहाँ हिरो ए हिरो अहिले चाहिँ म र दिदी हामी ट्रेल हिँड्न जाँदैछौँ होइन अनि हेर्छौँ अनि हामी कायाकिङ र अरू केही बोटिङहरू गर्नुहरूको बारेमा हामी अब बुझ्छौँ के छ यहाँ अभाइलेबल अनि के गर्न सकिन्छ भनेर अनि यो चाहिँ हामी अहिले सिनिक स्टेट पार्क मिनेसोटामा छौँ जुन कि तपाईँहरू पनि आउन सक्नुहुनेछ इफ तपाईँहरू यतैकतै नजिक बस्नुहुन्छ भने अथवा टाढा बस्नुहुन्छ भने पनि आउनुहोस् हामी चाहिँ एकदम रमाइलो भइरहेछ हिजो अलिअलि पानीले चाहिँ दुःख दिएको जस्तो भएको थियो तर आज चाहिँ एकदम राम्रो छ वेदर थ्याङ्क यू गड यति राम्रो वेदर आजको दिन बनाइदिनु भएकोमा र यहाँ मान्छेहरूले आफ्नो टेन्टहरू लगाएर राखेका छन् अनि सबैजना दे आर इन्जोइङ हामी पनि इन्जोय गरिरहेछौँ ओके हामी ट्र्यास फालाएको तपाईँहरू पनि जथाभावी जङ्गलमा बस्दा आउनुभयो भने फोहोरहरू चाहिँ नफ्याँकिदिनु होला बिकज हामीले इन्भाइरोमेन्ट पोल्युसन रोक्नुपर्छ हामी भनेको एडल्ट हो बुझ्नुभयो दर्शकमान अनि यहाँ चाहिँ म्याप छ अनि यहाँ चाहिँ हिँड्ने ट्रायल छ यसरी यहाँ हिँड्न मिल्छ यहाँ चाहिँ यो के हो यो पावर हाउस जस्तो फायर टावर भन्दो रहेछ यसलाई चाहिँ यो चाहिँ प्याडल गर्ने ठाउँ आई थिङ्क काइकिङहरू पनि गर्नु मिल्छ होला यहाँ है अनि यो चाहिँ लज र हिस्टोरिकल अनि यो भित्रबाट चाहिँ यस्तो देखिँदो रहेछ बोरेल बर्ड भन्ने पाउँदो रहेछ यहाँ हामी चाहिँ यो फिसिङ रिसोर्सेसको नजिकै बसेका छौँ एज यु क्यान सी ओके तपाईँहरू पनि चेक इट आउट आएपछि यो हेर्न चाहिँ नबिर्सिनु होला हामी यसरी जानुपर्छ चेज पोइन्टको यो चाहिँ म्याप अनि यहाँ चाहिँ अल द इन्फर्मेसन अबाउट चेज पोइन्ट एस्कर होइन दिदी यो चाहिँ ग्लेसियरको रहेछ लुक एट दिस
कस्तो राम्रो छ यो ठाउँ। सो हामी चाहिँ एकदम हिँड्दा हिँड्दै अलमोस्ट एन्डतिर आयौँ ट्रेलको। अनि यो चाहिँ एन्ड हो है। यस्तो राम्रो भ्यू थियो यहाँबाट, ब्रेथ टेकिङ भ्यू नै थियो यहाँबाट चाहिँ। अनि मलाई चाहिँ किन हो यस्तो मेन्टली अनि फिजिकली सबै वेमा चाहिँ पिस फिल भइरहेको थियो। किनभने यसमा हुन त धेरै केही पनि कुरा थिएन, तर मलाई त्यही कुराहरू देखेर नै एकदम नेचुरल ब्युटीले नै मलाई एकदम धेरै आनन्द आइरहेको थियो। अनि यहाँ कस्तो मजाले मान्छेहरू कन्नु र कायाकिङहरू गर्दै थिए, यो हेरेर पनि मलाई एकदम एक्साइटेड फिल भइरहेको थियो। अनि यहाँ चाहिँ हाम्रो गाइजहरू फिसिङ गर्दै थिए। अनि हामीले चाहिँ फोन पिकअप गर न, हामी पारिपट्टि छ भनेर कति रिङ गऱ्यौँ उनीहरूलाई, तर उनीहरूले हाम्रो फोन पिकअप पनि गरेन। अनि लास्टमा एकतालिक फोन पिकअप गरेर ओ माई गड बल्ल बल्ल। अनि यहाँ चाहिँ हामी टाढा नै थियौँ, हामी चाहिँ वारी, उनीहरू चाहिँ पारी थियो। तर हामीले उनीहरूलाई जिस्काउन नि रमाइलो भएको थियो, हेर्नु त हामी कति टाढा थियौँ। अनि यस्तै हो, रमाइलो भयो ट्रेल हिँडेर पनि। हामी चाहिँ ट्रेल हिँडेर आइसकेको छौँ। अनि अब चाहिँ हामी ब्याक टु क्याम्प जाँदैछौँ। अनि त्यहाँबाट चाहिँ हामी जाँदैछौँ हाम्रो वाटर फन गर्नको लागि। हामी अब पानी खेल्न जाने हो, अनि पानी खेल्ने हो, त्यस्तै हो। अनि त्यसपछि अब गाइजहरू के गर्दैछन् अब हेर्नुपर्छ गएर। मैले तिनीहरूलाई रेडी हुँदै गर चाहिँ भनेको थिएँ। सो अब सनस्क्रिनहरू मजाले लगाइन्छ, अनि त्यसपछि पानी खेल्नुको लागि तयार भइन्छ। क्याम्प आइसक्यौँ। अनि हामी छोडे जे छ त्यही काचाकुचो खाएर अनि अब जाँदैछौँ वाटर फनतिर। सो वी आर अल सेट फर द वाटर फन। अब हामी जाँदैछौँ। मोटु के गरेको? रमाइलो भइरहेछ? हामी चाहिँ कायाकिङ र कन्नु गरेपछि हामी चाहिँ स्विमिङ गर्न गयौँ। त्यही लेकमै स्विमिङ गऱ्यौँ। एकदम रमाइलो भयो। मेरो त फर्स्ट टाइम थियो कुनै पनि लेकमा स्विमिङ गर्ने। भिडियो चाहिँ पानीमा भएको भएर खिच्न पाइनँ। सो मैले फोटोजहरू राख्थेँ हाम्रो फनहरूको। अनि त्यसपछि त्यही हो, हामी ब्याक टु क्याम्प गयौँ। अनि क्याम्प गएपछि चाहिँ हामीले मिठो मिठो माम खायौँ। सबैजनालाई एकदम भोक लागिरहेको थियो। अनि माम खाएपछि चाहिँ हामीले सबैजनाले स्मर्स पोलेर नि खायौँ। एकदम मिठो भएको थियो जाडोमा तातो तातो। सो 2 दिनको टेन्टको बसाएपछि नाउ वी आर एट द एन्ड अफ आवर ट्रिप। अनि अब हामी उठ्ने, ब्रेकफास्ट गर्ने, अनि त्यसपछि आफ्नो गन्तव्यतिर लाग्ने। अनि अब हामी उठ्छौँ, फ्रेस हुन्छौँ, अनि त्यसपछि हामी ब्रेकफास्ट खान्छौँ। अनि त्यसपछि 11 जान्छौँ। यहाँ कोही चाहिँ सुति नै रहेछ नि स्टिल। मलाई उठेर जाऊ तिमी बाहिर रे, सुति नै राख्छ अरे। सो हामीले ब्रेकफास्टहरू पनि गरिसक्यौँ। एन्ड अब चाहिँ हामी ब्रेकफास्टहरू खाएर ओरेर प्याकअपहरू गर्दैछौँ। हेर्न सक्नुहुन्छ सबैजनाले गर्दै हुनुहुन्छ आफ्नो काम। यो चाहिँ हाम्रो टेन्ट हो। यहाँ चाहिँ हामी सुतेको थियौँ 2 दिनको लागि। यो हाम्रो घर थियो। यहाँ अब शिव दाइले र किरणजीले अब यो उहरू गर्दै हुन्छ, के अरे यो टेन्टलाई अब अनफोल्ड गर्दै हुन्छ। भइसक्यो। गुड जब, गुड जब। हेलो भन्नु। हेलो हेलो। सो हामी चाहिँ अब फ्रेस हुनलाई जाँदैछौँ। यो चाहिँ हाम्रो वासरुम हो यो पार्कको। अनि अब हामी फ्रेस भएर जान्छौँ आफ्नो घरतिर।
मेरो कपाल चाहिँ कोर्नु बाँकी छ अब बिहान फ्रेस हुँदै हुनुहुन्छ आफ्टर फेरि फ्रेस हुने भएपछि अनि हामी जान्छौँ मेरो कपाल कोर्नु बाँकी छ हामी चाहिँ अब हाम्रो 2 दिनको बसाइ पछाडि वी आर हेडिङ ब्याक टु सेन्ट क्लाउड एन्ड सक ऱ्यापिड्स हाम्रो चाहिँ एकदम रमाइलो भयो ट्रिप एभ्रीबडी ह्याज सो मच फन अनि अब चाहिँ हामी हाम्रो डेली लाइफमा जाँदैछौँ अनि हामी फेरि ब्याक टु नर्मल लाइफ अनि हामी फेरि हाम्रो प्लानहरू बनाउनेछौँ अनि फेरि हामी ब्याक हुने नै छौँ त्यतिन्जेलको लागि मलाई हेरिदिनु भएकोमा अनि सपोर्ट गरिदिनु भएकोमा भेरी भेरी थ्याङ्क यू अनि त्यसपछि मेरो यस्तै भ्लगहरू चाहनुहुन्छ भने चाहिँ यु गाइज प्लिज सब्सक्राइब माई च्यानल दिदी सब्सक्राइब भइरहेको सब्सक्राइब माई च्यानल अनि त्यसपछि अनि अब त्यस्तो धेरै एक्सपिरियन्स छैन भ्लग गर्ने अनि तलमाथि के अरे 19-20 दायाँ बायाँ के भएको होला सो तपाईँहरू एकदम त्यो कुरामा मलाई माफ गर्दै हेरिदिनु होला अनि बाई द डे बाई द टाइम आइल गेट बेटर एन्ड बेटर म भन्न चाहन्छु अब बिस्तारै एक्सपिरियन्स भएपछि अझै राम्रो पनि हजुरहरूलाई नजाराहरू क्लिपहरू देखाउनेछु अहिलेको लागि यति भन्दै सबैजना राम्ररी बस्नु स्टे सेफ स्टे ह्याप्पी गुड बाई थ्याङ्क यू सो मच